म चाहिँ साथीहरू आज धेरै पछि भिडियो बनाएर हाल्दैछु। अनि यता चाहिँ म र बाबु चाहिँ तरकारी खेलाउन लाग्यो। अनि बाबुले चाहिँ खेलाउने चाहिँ होइन, सबै छोराले लिएर अनि यता हेरेर हाई भन्नु भनेको त ऊ हाई पनि बाबुले नि मलाई सहयोग गरिदियो भनेर म चाहिँ मक्ख परेको, के को सहयोग गरिदिनँ, सबै झन् त्यसको डबल काम बढाइदिएर गयो। भयो तिमीले सबै छोराले दियौ, काम बढाइदेऊ मलाई भनेर फेरि बाबुलाई मैले मम्मी हुन्टियामा छोडिदिएँ। अनि मैले एक्लै गरेँ। बाबु चाहिँ यस्तै छ, साथीहरू चकचक गर्छ, मैले केही गर्न लायो भने बिगारिदिन्छ त्यसको डबल, अनि काम बढाएर जान्छ। यता चाहिँ मैले सामानहरू रेडी पारेर राखेको थिएँ। अनि म चाहिँ अब तरकारी पकाउनलाई कराई बसालेँ। अनि कराईमा तेल हालेँ। अनि यता चाहिँ यो चाहिँ मेथी देखाएको मैले। अनि यता चाहिँ मैले लसुन र खुर्सानी पिन्न लगाएको। म यता घर तरकारी पकाउँदा चाहिँ लसुन पछि हाल्थेँ। यताको चाहिँ रेसिपी छुट्टै छ, त्यही भएर मैले सुरुमै हाल्छु तेल खरेपछि। अनि मैले चाहिँ हालेँ मेथी, अनि यो चाहिँ लसुन र खुर्सानी। मैले चाहिँ मेथी, लसुन, प्याज हालेँ। अनि त्यसलाई एकैछिन रातो हुने गरेर चलाएँ। अनि त्यसमा मैले हाल्छु थोरै बेसार। बेसार चाहिँ घरको भएर मैले बेसार चाहिँ थोरै मात्रै राख्छु। अनि एकछिन चलाइदिन्छु। अनि मैले त्यसमा राखेँ आलुलाई चाहिँ एकैछिन रातो हुने गरेर भुट्छु। अनि त्यसपछि हालिदिन्छु अघि नै छुराएर राखेको बोडी सिँढीहरू। अनि त्यसलाई एकैछिन चलाएर चाहिँ ढाकेर राख्छु। अनि यहाँ चाहिँ कालो भएको दिउरीलाई चाहिँ मैले यतिको सेतो गर्छु। अनि मैले भाँडा पनि धोएर भ्याएँ। अनि यता हेर्नु न, झन्डै मेरो तरकारी डढेको क्या। अनि मैले यसमा पानी हालिदिएँ। अनि तरकारीमा अलिकति पानी हालेर चाहिँ झोल गरेर बनाएको।